समेत स्थानीय उपभोक्ताकै सक्रियतामा बोट बिरुवाको संरक्षण र वन विकास गरिएपछि वन क्षेत्र हराभरा भई आय आर्जनमा सघाउ पुगेको छ। आय आर्जनको स्रोतको रूपमा वनलाई विकास गरिएपछि विचित्र ठाकुर सामुदायिक वन जिल्लाकै नमुना बनेको छ। स्थानीय उपभोक्ताहरूबाटै वन क्षेत्रहरू संरक्षित र सदुपयोग हुन थालेपछि वनहरू पनि पछिल्लो समयमा फैलाएर र फस्टाएर गएका छन्। विगतमा यो उजाड देखिएको यो विचित्र ठाकुर सामुदायिक वनमा यतिखेर हराभरा र सुन्दरता छाएको छ। पछिल्लो समयमा यो वन समूहका उपभोक्ताहरू मिलेर वनलाई संरक्षण गर्नको निम्ति वनमा अग्निरेखा नियन्त्रण काटेका छन् र वनमा चरीचरण बन्द गराएका छन् र वन क्षेत्रमा रिचार्ज पोखरीहरू बनाएर यो रिचार्ज पोखरीको माध्यमबाट वन क्षेत्रलाई हराभरा र सधैँ यो पानीको स्रोत मुहानको रूपमा पनि यो रिचार्ज पोखरीहरू तय गरिसँगै यहाँ वन पक्षीहरू वन्यजन्तुहरूले सधैँ पानीको उपयोग गर्न पाएका छन् र यसरी हेर्दाखेरि वन क्षेत्रमा हुर्कदै गरेका साल प्रजातिका काठहरूलाई यसलाई बढाउनको निम्ति र यो वन जङ्गललाई सधैँ सुन्दर हराभरा राख्नको निम्ति स्थानीय उपभोक्ताहरू सक्रिय भएपछि उनीहरूले यसबाट आमदानी समेत गर्न पाएका छन् र वनकै स्रोत साधनबाट साना तिना विकासका कामहरू भएका छन् र वन जङ्गलहरूबाट इन्धन आपूर्ति गरेका छन् र वनबाट स्थानीय उपभोक्ताहरूले रोजगारी समेत पाएका छन्। वनका जनावर वनमै रमाउनु भन्ने एउटा हेतुले हामीले चाहिँ तपाईँको यहाँनिर तपाईँको यो तपाईँको आँप रोपण गरेका छौँ र अब पनि हामीले फेरि पनि यो कार्यक्रमहरूमा तपाईँको यो पारिवारिक बिउ रोपणहरू पनि गरेका छौँ। बाँदरहरू भुल्यौँ भनेर हामीले तपाईँको त्यहाँनिर तपाईँको ऐसेलुको बिउ तपाईँको त्यो रोपेका छौँ हामीले पोहोर ऐसेलु प्लस तपाईँको क्यामुनोहरू यस्तो तपाईँको सिसौहरूका बोट तपाईँको सिमल हामीले यो पारिवारिक बिउ रोपण गरेका छौँ। चित्र ठाकुर सामुदायिक वनमा चाहिँ हामीले एएनआर मार्फत सूर्यथानशीलद्वारा चाहिँ हामीले तपाईँको यस वन क्षेत्रमा रिचार्ज पिट, आइलेस पिट, तपाईँको ठुलो संरक्षण पोखरी, बाँसको तपाईँको चेक ड्याम, चाचरी, अग्निरेखा, झाडी सरसफाइ हामीले यो कार्य चाहिँ हामीले गरेका छौँ। पछिल्लो समयमा सिन्धुली जिल्लाका सामुदायिक वनहरू सँगसँगै यो विचित्र ठाकुर सामुदायिक वनको सक्रियताले पछिल्लो समयमा स्थानीय उपभोक्ताहरू समेत लाभान्वित हुन पुगेका छन् र खुसी छन्। यो वनलाई अझ हराभरा सुन्दर राख्नुको निम्ति उनीहरू आजदेखि नै लामो समयसम्म यो वन क्षेत्रका कामहरूमा गतिशील हुन थालेपछि स्थानीय उपभोक्ताहरूले पनि यसबाट धेरै सुविधा धेरै फाइदा लिन पाएका छन् र उनीहरू सन्तुष्ट छन्। यसै गरी यो सिन्धुली जिल्लाको विचित्र ठाकुर सामुदायिक वनले जस्तै सामुदायिक वन उपभोक्ता समूहका व्यक्तिहरू मिलेर आफ्नो वनलाई संरक्षण र सदुपयोग गर्न सकियो भने यो वनबाट स्थानीय उपभोक्ताहरूले राम्रोसँगले आर्थिक उपार्जन गर्न पाउने र यसले सामाजिक र आर्थिक विकासमा ठुलो परिवर्तन ल्याउने देखिएको छ। एबी न्युज खबरका लागि शङ्कर कार्की, सिन्धुली।